अब यहाँबाट हामी केटाहरू चाहिँ सबैजना राफ्टिङ गर्नको लागि यहाँ हिँड्दैछौँ यहाँ भोटिकोसीतिर लाग्दैछौँ। हाम्रो चाहिँ गाडी पनि रेडी भइसकेको छ। अब हामी सबैजना तयार भइ जाँदैछौँ र यो राफ्टिङ सेन्टरमा गएर चाहिँ राफ्टिङ गर्नको लागि लाइफ ज्याकेट, हेलमेट र प्याडल चाहिँ यहाँबाटै बोकेर जानुपर्ने रहेछ। फेरि यहाँबाट फेरि हामी अब लाग्छौँ भोटिकोसीतिर। अब चाहिँ हामी राफ्टिङको लागि रेडी।